84 धेरै टाढा छ केबीजी, 84 धेरै टाढा छ शेरबहादुरजी, 84 धेरै टाढा छ प्रचण्ड हत्यारा। तिमीले मान्छेलाई मान्छे देख्दैनौ नि। 20,000 मान्छेको रगत तिम्रा वरिपरि घुमेका कारणले अहिले प्रचण्डजी नेपाली जनताको रगतले नगाएर अहिले जता गए त्यतै रक्सी खाँदै टोयलेटमा ढलेर टोयलेटको पानी खान तयार हुनुहुन्छ। प्रचण्ड लाल लाग्दैन? 17,000 मान्छेको रगतमा रमाउँदा कति मजा आएको थियो। ती प्रहरी भाइ बिना हाम्रै नेपालीका छोराछोरी हाम्रै भाइ भतिजा हुन् नि त। जनपद प्रहरी हाम्रै हुन्, सशस्त्र प्रहरी हाम्रै हुन्, आर्मी हाम्रै हुन्, राष्ट्रिय अनुसन्धान हाम्रै हुन्। ती कुनै पराएका छोरा थिएनन्। तिनलाई हिजो छानी छानी मार्ने प्रचण्डका लडाकुहरू ती पनि हाम्रै भाइ भतिजा थिए के? ती पनि पराए थिएनन्। तर बात कसको बोक्यो भन्ने कुरा हो।